ल हेर्नु है साथीहरू, आज मैले उद्रेकको लुगा सिलाउन लागेको छु। यो सिउन सक्छु कि नै? चस्मा लगाउनुपर्छ है। चस्मा नलाइ त उपाय नै छैन नि। बुढेसकाल लगाएपछि होइन, दुईवटा आँखाले काम गर्दैन के, चारवटा आँखा चाहिन्छ यस्तो सानोतिनो काम गर्दाखेरि। कहिले काहीँ त चारवटा आँखाले नि काम गर्दैन। हेर्नु, मोबाइल हेर्दा भयो, सिलाउँदा भयो, चामल हेर्दा भयो, तिलहरू हेर्दाखेरि भयो है। म त मोबाइलमा अक्षर पनि देख्दिनँ, लेख्न पनि कति गाह्रो हुन्छ, पढ्न नि साह्रै मसिनो अक्षर त गाह्रो हुन्छ कि। ल है, अब यहाँ पो समस्या फेरि। अब चस्मा लगायो नि चारवटा आँखाले नि काम गर्दैन क्या। कहिले काहीँ त फ्याट्टै काम गर्छ फेरि। अच्छा राम नि भयो कसलाई मलाई जस्तै समस्या छ साथीहरू। सेउन्न गाह्रो हुने, आँखा धमिलो हुने, पढ्न गाह्रो हुने, लेख्न गाह्रो हुने, चामलमा बया नदेख्ने, कसलाई छ। बुढो चाहियो नि गाँठो फेरि होइन। मलाई त यस्तै समस्या भयो के। बुढेसकालले छ्याप्पै छोप्यो। बुढेसकालले हेर्नु, यस्तै रहेछ जिन्दगी। जति बुढेसकाल लायो नि कामको भारी झन् ठुलो बोक्न पर्ने, जिम्मेवारीको भारी झन् ठुलो बोक्न पर्ने, शरीर दिनदिनै गल्दै जाने, आँखालाई चस्मा चाहियो, कपाल फुलेर सेतै भयो। दुःख नजाने झन् बढ्ने है मान्छेको जिन्दगी के। जति बुढेसकाल लायो, जति शरीरलाई गाह्रो हुन्छ नि त्यति काम गर्न पर्ने, त्यति कामको भारी बोक्न पर्ने, जिम्मेवारीको भारी बोक्न पर्ने है। बिसाउनै नपाइने के। झन् ठुलो भारी बोक्न पर्ने के यो जिन्दगीमा। सुख पाउँला भन्ने त आशा मात्रै रहेछ के, कल्पना मात्रै। कल्पनामा जिन्दगी सकिने रहेछ। हेर्नु, यो लुगा नसिलाए नि हुन्थ्यो नि है मलाई फेरि। यो मन परेको लुगा हेर्नु, जति उद्रे पनि बरु उद्रेर सिलाएर हुन्छ कि टालेर हुन्छ कि यही लाउनु मन लाग्छ के। नबर होइन फेरि, टन्नै छन् कपडा त। जति भयो नि मन परेको कुर्ता हो यो। गर्मीमा के अरे जाडोमा लगाउने कुर्ता हो। अब जाडो त सक्यो, अब त पातला खोजेर लाउनु पऱ्यो होइन। अब 8-9 महिना त थन्क्याएर राख्ने हो नि त। यो तराईमा त सकिन्न यस्तो लुगा लाउन। उद्रे थियो कि अलिकति, धेरै लुगा लाउनु पर्ने के। धेरै लुगा लाउँदा भित्र धेरै लुगा लगाएर बाहिर लाउँदाखेरि त उद्रिने भयो। सिलाएर राखेपछि त अर्को साल निकालेर लाउनु पाइन्छ। यो मन परेको कुर्ता फेरि अब अरू लाउनु नि भएन, यही लाउनु पर्यो। जति पुरानो भयो नि त्यति माया लाग्ने के, त्यति मन पर्ने। म त यस्तै हो, उद्रेका कपडा सिलाएर लाउँछु। अन्त छोराछोरीका नि सिलाइदिन्छु। बाहिर धागो देखाइदिनुहुन्छ भन्छन् है। बाहिर धागो नदेखाइ त लाउँछन्, थाहै पाउन्न तिनीहरूले। बाहिर धागो देखेको त मलाई नि मन पर्दैन। खोइ देखाएर कपडा अनुसारको वासी हुन्छ कि। यसमा देखिन्न क्या। यसमा धागो नदेखि किन जानु पर्यो टेलर है। धागो नि बलियो रहेछ है। ल कुर्ता पनि सिलाएँ। अब अर्को साललाई सजिलो भयो। मलाई त नयाँ लुगा झिकेर लाउनु नि कस्तो अड लाग्छ के। नयाँ लुगा देखाउन लागि भन्छन् जस्तो लाग्छ। 1-2 दिन लगाइसकेपछि त के लाग्दैन है। सुरुको दिन लाउँदा कस्तो लाज लाग्छ के। कस्तो नराम्रो लाज होला के है। नयाँ लुगा लाउँदा नि लाज मान्न पर्ने अरे। लुगा सिलाएको लाउँछु भन्नुहुन्छ ल, भने नि भन्नु। म त मन परेको लुगा त त्यो फाटेर दुजा नभएसम्म लाउँछु। कि खुइलिएर जानु पर्यो कि च्यातिएर जानु पर्यो, सिलाउनै नमिल्ने भएर है। सिलाउन मिलेसम्म किन नलगाउने नि। मन परे लाउनु त पर्यो नि।
यस्तै हो साथीहरू म त ल ल मेरो आजको काम पनि सकियो सिलाउने ल बाई साथीहरू।